आफूलाई एउटा प्रश्न सोध्नुहोस्, यो संसारमा 95% मानिसहरू दिनरात रगत पसिना एक गरेर मेहनत गर्दा पनि महिनाको अन्त्यमा बिल तिर्न मात्र किन सङ्घर्ष गरिरहेका हुन्छन्? विश्व प्रसिद्ध लेखक बब प्रोक्टर भन्छन्, यु आर बोर्न रिच, अर्थात् तपाईँ धनी नै जन्मिनु भएको हो। तर हाम्रो अवचेतन मनमा सानैदेखि हालिएको गरिबीको सोचाइले हामीलाई अगाडि बढ्न दिँदैन। आज हामी यो पुस्तकका 10वटै परिच्छेदहरूलाई शुद्ध र मानसिक वैज्ञानिक आधारमा बुझ्नेछौँ। बोध नेपालमा तपाईँलाई स्वागत छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। आउनुहोस् सुरु गरौँ। च्याप्टर 1, मी एन्ड मनी, अर्थात् म र पैसा। पैसा एउटा भौतिक वस्तु मात्र होइन, यो एउटा ऊर्जा हो। बब प्रोक्टर भन्छन्, यदि तपाईँ हरेक दिन पैसाको बारेमा नकारात्मक कुरा गर्नुहुन्छ, जस्तै पैसा त हातको मैला हो, पैसाले मान्छे बिगार्छ, वा पैसा कमाउन धेरै गाह्रो छ भने त्यो पैसा तपाईँ कहाँ कहिले आउँदैन। मानिसको चेतन मनले पैसा त चाहन्छ, तर अवचेतन मनमा बाल्यकालदेखि नै पैसाको घृणा र डर प्रोग्राम गरिएको हुन्छ। अवचेतन मनको मुख्य काम नै हाम्रो रक्षा गर्नु हो। यसले तपाईँलाई कुनै पनि सम्भावित खतरा, दुःख वा नराम्रो कुराहरूबाट टाढा राख्छ। यदि तपाईँको अवचेतन मनमा पैसा नराम्रो हो, पैसाले सम्बन्ध बिगार्छ, वा पैसा दुःखको जड हो भन्ने कुरा परेको छ भने यसले पैसालाई खतरा वा शत्रु ठान्छ। अनि तपाईँलाई यो खतराबाट बचाउनको लागि यसले तपाईँको जीवनमा आउने पैसा र बाटोहरू नै बन्द गरिदिन्छ, वा आएको पैसा पनि खर्च गराएर तुरुन्तै टाढा धकालिदिन्छ। जसलाई हरेक दिन मनमा नै गाली गर्नुहुन्छ वा दुःखको जड ठान्नुहुन्छ, त्यसलाई तपाईँको अवचेतन मनले शत्रु ठानेर टाढा धकालिदिन्छ। त्यसैले पैसा कमाउन अघि पैसाप्रतिको यो मानसिक दुश्मनीलाई जरैदेखि उखलेर फाल्नुहोस्। हाउ मच इज इनफ? जब कुनै साधारण मानिसहरूलाई सोधिन्छ, तपाईँलाई धनी हुन कति पैसा चाहिन्छ, उनीहरू भन्छन्, मलाई धेरै पैसा चाहिन्छ। र धेरै भनेको कति? कुनै निश्चित अङ्क होइन। सोच्ने तर्क र छान्ने काम चेतन मनको हो, तर त्यसलाई वास्तविकतामा बदल्ने शक्ति अवचेतन मनको हो। अवचेतन मनले आफ्नै बुद्धिले सोच्न वा अनुमान लगाउन सक्दैन। यसले केवल चेतन मनले दिएको स्पष्ट कमान्डलाई मात्र स्वीकार गर्छ। जब तपाईँ मलाई धेरै पैसा चाहिन्छ भन्नुहुन्छ, तब एउटा अल्मलिएको दिमागले कुनै पनि कुरालाई आकर्षित गर्न सक्दैन। जबसम्म आर्थिक स्वतन्त्रताको स्पष्ट र निश्चित अङ्क तोक्नुहुन्न, तबसम्म अवचेतन मन निष्क्रिय रहन्छ। एउटा कन्फ्युज दिमागले जिन्दगीभर कसिङ्गर बाहेक केही पनि आकर्षण गर्न सक्दैन। धेरै पैसा भन्न छोड्नुहोस्, ठ्याक्कै कति अङ्क चाहिने हो त्यो तोक्नुहोस्, किनकि अन्धो निशानाले कहिले पनि शिकार हुँदैन। द इमेज मेकर। हाम्रो मस्तिष्कले शब्द वा अक्षर बुझ्दैन, यसले केवल चित्रको भाषा मात्र बुझ्छ। अवचेतन मनको एउटा नियम छ, यसले वास्तविक घटना र कल्पना गरेको चित्रबीचको फरक छुट्याउन सक्दैन। यदि तपाईँ आफ्नो चेतन मनमा दिनरात ऋण, असफलता र अभावको चित्र सजाइरहनु भयो भने अवचेतन मनले त्यसैलाई तपाईँको वास्तविक चाहना ठान्छ र बाहिरी संसारमा त्यस्तै परिस्थितिहरू आकर्षण गरिदिन्छ। एन्ड्रयू कार्नेगीले गरिबीकै बीचमा पनि आफ्नो दिमागलाई स्टिल साम्राज्यको भव्य चित्र कोरिसकेका थिए, जसलाई उनको अवचेतन मनले ढिलै या चाँडो भौतिक वास्तविकतामा बदलिदियो। तपाईँको बाहिरी जिन्दगीमा त्यही फिल्म चल्छ जसको सिनेमा तपाईँले दिमागभित्र चलाउनु भएको हुन्छ। यदि भित्र कङ्गालको चित्र सजाउनु हुन्छ भने बाहिर राजा बन्ने सपना देख्नु पनि बेकारै हो। लेट गो एन्ड लेट गड। लक्ष्य तय गर्ने काम भनेको चेतन मनको हो, तर लक्ष्य भन्ने बित्तिकै मानिसहरू यो काम कसरी होला, मसँग त पैसा छैन भन्दै चिन्ता गर्न र शङ्का गर्न थाल्छन्। बब प्रोक्टर भन्छन्, कसरी हुन्छ भन्ने कुरा प्रकृतिको नियमको हो, तपाईँको होइन। जब कसरीको चिन्तामा अल्मलिनुहुन्छ, तपाईँको अवचेतन मनमा डर र अविश्वासको कमान्ड जान्छ, जसले रचनात्मक ऊर्जालाई पूर्ण रूपमा ब्लक गरिदिन्छ। जसरी किसानले माटोमा बिउ रोपेपछि दिनदिनै त्यसलाई खनेर यो कसरी उम्रिँदैछ, कति उम्रियो भनेर चिन्ता लिँदैन, बरु प्रकृतिको नियममा छोडिदिन्छ। तपाईँले पनि आफ्नो लक्ष्यमा अटुट विश्वास राखेर परिणामको डरलाई त्याग्नुपर्छ। लक्ष्य बनाउने बित्तिकै कसरी होला भनेर डराउनु तपाईँको अहङ्कार हो। बिउ रोप्ने काम तपाईँको हो, त्यसलाई उमार्ने र रुख बनाउने काम प्रकृतिको नियमको हो। एक्सपेक्ट एन्ड एबन्डेन्स। आकर्षणको नियमले तपाईँले जे चाहनुहुन्छ त्यो दिँदैन, बरु तपाईँलाई वास्तविक रूपमा जे कुराको आशा गर्नुहुन्छ, अवचेतन मनले त्यही कुरा जीवनमा प्रकट गरिदिन्छ। मानिसहरू धनी हुन त चाहन्छन्, तर उनीहरू सधैँ ब्याङ्क अकाउन्ट खाली हुने, मन्दी आउने वा घाटा लाग्ने कुराको मात्र आश र चिन्ता गरिरहेका हुन्छन्। जब चाहना र आशा दुई विपरीत ध्रुवमा हुन्छन्, तब दिमागमा मानसिक द्वन्द्व सुरु हुन्छ। जब तपाईँ दृढताका साथ समृद्धि मेरो जीवनमा आउँदैछ भन्ने आशा राख्नुहुन्छ, तब मात्र अवचेतन मनले बाहिर संसारमा लुकिएका धन कमाउने अवसरहरू देख्न र समात्न थाल्छन्। धनी बन्ने चाहना राख्ने मानिसहरू पनि भित्री रूपमा जति बेला पनि अभाव र समस्याकै अपेक्षा गरिरहेका हुन्छन्। ब्रह्माण्डले तपाईँको चाहनालाई होइन, तपाईँको वास्तविक मानसिक अपेक्षालाई मात्र पूरा गरिदिन्छ। द ल अफ भाइब्रेसन। साइन्सले भन्छ, यस ब्रह्माण्डको हरेक विचार वस्तु रेगुलर भाइब्रेट भइरहेका छन्। हाम्रो मुड नै वास्तवमा हाम्रो मानसिक कम्पन हो। पैसा र समृद्धिको जहिले पनि एउटा उच्च सकारात्मक र स्वतन्त्र भाइब्रेट हुन्छ। यदि तपाईँ दिनभर चिन्ता, रिस र ईर्ष्याको अभावमा बस्नुहुन्छ भने धनको फ्रिक्वेन्सी तपाईँ कहाँ कहिले पनि म्याच हुँदैन। अवचेतन मनले तपाईँको शब्द होइन, तपाईँको भाइब्रेसनलाई बुझ्छ। जसरी पासवर्ड सही भए पनि वाइफाईको फ्रिक्वेन्सी र सिग्नल कमजोर भयो भने इन्टरनेट चल्दैन, ठ्याक्कै त्यसै गरी दिनभरि चिन्ता र तनावको लो सिग्नलमा बसेर तपाईँ समृद्धिको डाटा डाउनलोड गर्न सक्नुहुन्न। दिमागको सिग्नललाई सधैँ उच्च राख्नुहोस्। द रिस्क टेकर।
धेरै जस्तो मानिसहरू आफ्नो कम्फोर्ट जोन भित्रै सुरक्षित बस्न खोज्छन् र 9 देखि 5 को जागिरलाई नै वास्तविक सुरक्षा ठान्छन्। तर बब प्रोक्टर भन्छन् वास्तविक सुरक्षा बाहिरी परिस्थितिमा कहिले पनि हुँदैन। सुरक्षा त आफ्नो भित्रको अनन्त क्षमता र अवचेतन मनको शक्तिमाथि विश्वास गर्नुमा हुन्छ। जब तपाईँ असफलताको डरले कुनै नयाँ निर्णय लिन वा जोखिम मोल्न डराउनुहुन्छ, तपाईको अवचेतन मन सङ्कुचित हुन्छ र यसले तपाईको विकासलाई रोकिदिन्छ। जोखिम मोल्नु भनेको मूर्खतापूर्ण ढङ्गले हाम फाल्नु होइन, बरु आफ्नो भित्री क्षमतामा भरोसा राखेर कम्फोर्ट जोनको पर्खाल तोड्नु हो। च्याप्टर 8 द रेजर एज। एक अत्याधिक सफल र असफल व्यक्तिबीच कुनै विशाल क्षमता वा बुद्धिको भिन्नता हुँदैन। फरक त केवल ससाना दैनिक बानी, अनुशासन र प्रयासमा गरिने थोरै बढीको सुधारको मात्र हुन्छ, जसलाई लेखकले रेजर्स एजका भिन्नता भनेका छन्। दौड प्रतियोगितामा पहिलो हुने घोडा दोस्रो हुने घोडा भन्दा क्षमतामा 10 गुणा अगाडि हुँदैन। उता केवल 1 सेकेन्डको सानो अंशले मात्र अगाडि हुन्छ, तर उसले पुरस्कार राशि कैयौं गुणा बढी जित्छ। तपाईको अवचेतन मनलाई हरेक दिन थोरै बढी मेहनत र सुधारको कमान्ड दिनुहोस्। यसले समयसँगै विशाल परिणाम ल्याउँछ। सफल मानिसहरू र तपाईमा मात्र 1% को फरक हुन्छ। उनीहरूले त्यति बेला पनि आफ्नो काम रोक्दैनन् जति बेला बाँकी संसार बहाना बनाएर सुतिरहेको हुन्छ। द ल अफ भ्याकुम। ब्रह्माण्डको एउटा नियम छ, प्रकृतिले खाली ठाउँ पटक्कै सहँदैन र त्यसलाई स्वतः भर्ने प्रयास गर्छ। मानिसहरू नयाँ अवसर र समृद्धि त चाहन्छन्, तर उनीहरूको दिमागमा पुराना काम नलाग्ने विचार र विगतका गुनासा र नकारात्मक बानीहरूले कोचाकोच भरिएको हुन्छ। लेखक दराजको उदाहरण दिँदै भन्छन्, यदि तपाईँ नयाँ लुगा चाहनुहुन्छ भने पहिला पुराना कपडा हटाएर दराज खाली गर्नुहोस्। त्यहाँ नयाँ कुराहरू स्वतः आकर्षित हुन थाल्छन्। जबसम्म तपाईँ पुरानो कसिङरलाई त्यागेर आफ्नो मानसिक ऊर्जामा रिक्तता सिर्जना गर्नुहुन्न, तबसम्म अवचेतन मनले नयाँ र समृद्ध विचारहरूलाई ग्रहण गर्न सक्दैन। दिमागमा पुराना गुनासा र विगतका असफल भरेर नयाँ समृद्धिको आशा गर्नु बेकार हो। जबसम्म पुरानो फोहोर त्यागेर खाली ठाउँ गर्नुहुन्न, तबसम्म ब्रह्माण्डले चाहँदा चाहँदै पनि त्यहाँ नयाँ उपहार दिन सक्दैन। च्याप्टर 10 द प्रोस्पेरिटी पाथवे। यो ब्रह्माण्ड कारण र प्रभावको नियममा चल्छ। धन कमाउनु भनेको अरूको गोजीबाट पैसा लुट्नु वा कसैलाई ठग्नु होइन। तपाईले समाज र संसारलाई जति बढी सेवा दिनुहुन्छ, पैसा र समृद्धि त्यसैको एउटा स्वाभाविक परिणामको रूपमा तपाईको जीवनमा फर्केर आउँछ। यो संसारको नियम नै पहिले देऊ अनि लेऊ भन्ने मात्रै हो। जब तपाईको चेतन मनले म कसरी अरूको जीवन सहज बनाऊ वा समस्या हल गरौँ भन्ने कुरामा ध्यान केन्द्रित गर्छ, तब अवचेतन मनले प्रचुरताको फ्रिक्वेन्सीमा काम गर्न थाल्छ र धन आफै आकर्षित हुन्छ। बिना बिउ छरेर धान फल्ने आशा राख्नु जस्तै मूर्खता हो। समाजलाई कुनै पनि मूल्य वा सेवा नदिई धनको आश गर्नु पैसा कमाउने होइन। पैसा त तपाईले दिएको उत्कृष्ट सेवाको परिणाम मात्र हो। साथीहरू, यी थिए यस पुस्तकका 10 नियमहरू। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो र केही नयाँ कुरा सिक्न पाउनुभयो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यदि तपाईँ आफ्नो परिवार वा साथीहरूलाई यो ज्ञान बाँड्न चाहनुहुन्छ भने उनीहरूलाई यो भिडियो सेयर पनि गरिदिनु होला। छिट्टै नै अर्को यस्तै कडा र ज्ञानमूलक पुस्तकको समरी लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि धेरै धेरै धन्यवाद। तपाईको समय शुभ रहोस्।